हे गाइज वेलकम ब्याक टु द स्पोर्ट्स अन। आज हामी कुरा गर्नेछौँ फिफा वर्ल्ड कप 2026 को राउन्ड अफ 32 को पहिलो म्याचको बारेमा, जहाँ क्यानाडाले साउथ अफ्रिकालाई 1-0 ले हराउँदै राउन्ड अफ 16 मा प्लेस पाएको छ। स्कोर सिम्पल देखिन्छ तर गेमको स्टोरी सिम्पल थिएन। साउथ अफ्रिकाले धेरै चान्सेस बनायो, धेरै प्रेसर दियो तर गोल गर्न सकेन। क्यानाडाले धेरै समय डिफेन्ड गर्यो अनि 90+2 मिनेटमा एउस्टाकियोले गोल गर्दै गेम जिताए। यो नै नकआउट फुटबल हो, एउटा मोमेन्टले पुरै स्टोरी बदल्दिन्छ। क्यानाडा फिफा र्याङ्किङमा माथि थियो, क्यानाडा 30औं प्लेसमा थियो र साउथ अफ्रिका 60औं प्लेसमा थियो। तर मैदानमा साउथ अफ्रिकाले क्यानाडालाई सजिलो खेल्न दिएन। क्यानाडासँग पोजिसन बढी थियो तर साउथ अफ्रिकाले बढी डेन्जर बनायो। क्यानाडाले बल राख्यो, साउथ अफ्रिकाले चान्सेस बनायो। यो गेममा साउथ अफ्रिका अनलकी थियो भन्न सकिन्छ, किनकि उनीहरूले बेटर चान्सेस पाएका थिए। तर फुटबलमा चान्स मात्र इनफ हुँदैन, फिनिस गर्नुपर्छ। अब स्ट्याट्स हेर्नुहोस्, स्कोर क्यानाडाको 1 र साउथ अफ्रिकाको 0 भइ नै हाल्यो। क्यानाडाबाट एउस्टाकियोले 90+2 मिनेटमा गोल गरेका थिए। पोजिसन क्यानाडासँग 58% थियो र साउथ अफ्रिकासँग 42% थियो। एक्सपेक्टेड गोल्स साउथ अफ्रिकाबाट 1.38 थियो र क्यानाडाबाट 0.14 थियो। टोटल सर्ट्स साउथ अफ्रिकाको 12 वटा थियो र क्यानाडाको 6 वटा थियो। सर्ट्स अन टार्गेट साउथ अफ्रिकाको 7 वटा थियो र क्यानाडाको एउटा। टचेज इन अपोजिसन बक्स अफ्रिकाको 25 वटा थियो र क्यानाडाको 8 वटा। बिग चान्सेस साउथ अफ्रिकाले 4 वटा क्रिएट गरेको थियो र क्यानाडाले एउटा पनि गरेन। किपर सेभ साउथ अफ्रिकाको एउटा थियो भने क्यानाडाको 5 वटा। स्ट्याट्सले क्लियरली देखाउँछ साउथ अफ्रिकाले धेरै अट्याकिङ थ्रेट बनाएको थियो। उनीहरूको 12 वटा सर्ट्स थियो र 7 वटा सर्ट्स अन टार्गेट। क्यानाडाको चाहिँ एउटा सर्ट्स अन टार्गेट थियो र त्यही सर्ट्स डिसाइसिभ बन्यो। क्यानाडाको गोलकिपरले 5 सेभ्स गरे अनि डिफेन्सले 33 क्लियरेन्सेस गर्यो। यसको मतलब क्यानाडाले यो गेम डोमिनेट गरेर होइन, सर्भाइभ गरेर जितेको हो। गेम एक्स्ट्रा टाइमतिर जान्छ जस्तो देखिएको थियो। साउथ अफ्रिकाले चान्स मिस गरिरहेको थियो। क्यानाडा प्रेसरमा थियो तर 90+2 मिनेटमा एउस्टाकियोले गोल गरे। त्यो गोल केवल क्यानाडाको लागि गोल थिएन, त्यो राउन्ड अफ 16 को टिकट थियो। साउथ अफ्रिकाको लागि हार्ट ब्रेक, क्यानाडाको लागि सेलिब्रेसन। साउथ अफ्रिकाले राम्रो खेले, उनीहरूले अट्याक गरे, चान्सेस बनाए, क्यानाडालाई प्रेसरमा राखे तर फिनिसिङ कमजोर रह्यो। नकआउट गेममा 4 बिग चान्सेस पाएर पनि गोल नगर्नु धेरै कस्टली हुन्छ। क्यानाडाको पर्फर्मेन्स पर्फेक्ट थिएन, स्पेसल्ली अट्याकमा, तर उनीहरूले मेन्टालिटी देखाए। गोलकिपरले सेभ गरे, डिफेन्डर्सले फाइट गरे अनि अन्तिममा एउस्टाकियोले मोमेन्ट निकाले। नकआउट फुटबलमा कहिलेकाहीँ सुन्दर फुटबल होइन, रिजल्ट इम्पोर्टेन्ट हुन्छ। क्यानाडाले रिजल्ट निकाल्यो। क्यानाडा अब राउन्ड अफ 16 मा पुगेको छ। साउथ अफ्रिकाको वर्ल्ड कप जर्नी समाप्त भयो। क्यानाडाले अब नेक्स्ट राउन्डमा अट्याक सुधार्नु पर्छ, किनकि एउटा सर्ट्स अन टार्गेट नेक्स्ट गेमको लागि इनफ नहुन सक्छ। तर आजको विनले उनीहरूलाई कन्फिडेन्स दिनेछ। साउथ अफ्रिका बाहिरिए पनि उनीहरूले मन जिते। ओभरअल साउथ अफ्रिका 0, क्यानाडा 1। साउथ अफ्रिकाले चान्सेस बनाए, क्यानाडाले मोमेन्ट निकाल्यो। एउस्टाकियोको 90+2 मिनेटको गोलले क्यानाडालाई राउन्ड अफ 16 मा पुर्यायो। अब नकआउट फुटबल झन् सिरियस हुँदैछ। तपाईलाई के लाग्छ, साउथ अफ्रिका अनलकी कि क्यानाडा क्लिनिकल? आफ्नो ओपिनियन कमेन्टमा लेख्नुहोस्। यस्तै फिफा वर्ल्ड कप 2026 का रिभ्युज र रियाक्सन्सका लागि द स्पोर्ट्स अनलाई सब्स्क्राइब गर्नुहोस्।